राष्ट्रिय निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको भूमिका निबन्ध। राष्ट्र निर्माण भन्नाले भौतिक पूर्वाधारको विकास, जनशक्तिको क्षमता अभिवृद्धि, शिक्षा, स्वास्थ्यको सुदृढीकरण, प्रविधिको प्रयोग र आत्मनिर्भर अर्थतन्त्रको निर्माणलाई जनाइन्छ। नेपालको सन्दर्भमा हेर्दा यी सबै क्षेत्रमा अपेक्षाकृत विकास हुन सकेको छैन। विकास सापेक्षिक प्रक्रिया हो र अन्य मुलुकहरूको तुलनामा नेपाल अझै पछाडि छ। यस्तो अवस्थामा राष्ट्र निर्माणलाई गति दिन अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य बन्छ। आवश्यक आर्थिक स्रोत, आधुनिक प्रविधि तथा प्राविधिक जनशक्तिको अभावका कारण नेपालले आफ्नै बलबुतामा तीव्र विकास गर्न कठिन भइरहेको छ। यिनै कारणले विदेशी सहयोगले विशेष भूमिका खेल्न सक्छ। हालसम्म नेपाली जनताको न्यूनतम आवश्यकता परिपूर्ति गर्नेतर्फ पर्याप्त भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन। शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्य सुरक्षा, यातायात, ऊर्जा र रोजगार जस्ता आधारभूत आवश्यकताको व्यवस्थापनका लागि ठूलो मात्रामा लगानी र प्रविधिको आवश्यकता हुन्छ। तर परम्परागत प्रविधि र सीमित स्रोत साधनले मात्र यी आवश्यकता पूरा गर्न सम्भव छैन। यस्तो पृष्ठभूमिमा अन्तर्राष्ट्रिय सहयोगबाट प्राप्त पुँजी र प्रविधिको प्रयोग अत्यन्त उपयोगी हुन सक्छ। विशेषतः जलविद्युत, विमानस्थल, राजमार्ग, खानेपानी आयोजना, ठूला औद्योगिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्यका क्षेत्रहरूमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगले महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। नेपालमा करिब 6 दशकदेखि अन्तर्राष्ट्रिय सहयोग निरन्तर भित्रिरहेको छ। पछिल्ला वर्षहरूमा नेपालले दात्री राष्ट्र तथा संस्थाहरूबाट आर्थिक सहायता, अनुदान, ऋण तथा प्रविधिक सहायताका रूपमा सहयोग पाउँदै आएको छ। यद्यपि विदेशी सहयोगको केही नकारात्मक पक्ष पनि छन्। कतिपय देश वा संस्थाहरूले सहयोगको नाममा राजनीतिक वा आर्थिक प्रभाव विस्तार गर्ने प्रयत्न गरेका छन्। केही आयोजनाहरू विदेशी नागरिकहरूलाई रोजगारी दिने माध्यम बनेका छन् भने कतिपयले नेपाललाई प्रविधि परीक्षण गर्ने स्थलका रूपमा प्रयोग गरेका छन्। साथै भ्रष्टाचार र अपारदर्शिता, सरकारी संयन्त्रको कमजोरी तथा निगरानीको अभावका कारण विदेशी सहयोगको प्रभावकारी उपयोगमा चुनौती देखिन्छ। त्यसैले अन्तर्राष्ट्रिय सहयोगको सदुपयोग गर्न पारदर्शी कार्यशैली, उत्तरदायित्वयुक्त संयन्त्र र दीर्घकालीन विकास दृष्टिकोण आवश्यक छ। यदि सही नियोजन, व्यवस्थापन र कार्यान्वयन गर्न सकिएमा अन्तर्राष्ट्रिय सहयोग नेपालको समग्र विकासमा टेवा पुग्ने प्रभावकारी माध्यम बन्न सक्छ। निष्कर्षतः राष्ट्र निर्माणमा अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक छ। यसले भौतिक, आर्थिक र प्राविधिक पूर्वाधारको विकाससँगै मानव स्रोतको उन्नयनमा पनि मद्दत पुर्याउँछ। यस्ता सहयोगलाई पारदर्शिता र परिणाममुखी कार्यशैलीबाट सदुपयोग गर्न सकेमा नेपालले दिगो विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न सक्छ। हाम्रो यस भिडियो तपाईलाई कस्तो लाग्यो? शिक्षासँग सम्बन्धित यस्तै भिडियोहरू हेर्नको लागि हाम्रा भिडियोहरूमा लाइक, कमेन्ट, शेयर र च्यानलमा सब्स्क्राइब गर्न नबिर्सनु होला।